हामी यति बेला जेन्जी विद्रोहका क्रममा ध्वस्त भएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि छौँ। साँझको यो बेला अत्यन्तै सुन्दर दृश्य यहाँ देख्न सकिन्छ। जेन्जी विद्रोहमा जलेका थोत्रा गाडीहरू व्यवस्थापन गर्ने अन्त ठाउँ नभएर होला, सायद यहीँ थन्काइएको छ। हामी यहाँ देख्न पनि सक्छौँ। यो पश्चिमपट्टि र उता पूर्वपट्टिको साइडमा प्रशस्त जलेर ध्वस्त भएका गाडीको यहाँ डम्पिङ साइट जस्तो बनेको छ। यहीँनिर जेन्जी आन्दोलनको केन्द्र यही थियो। यहीँनिरको यो कुनाको बङ्करबाट सुरुवात भएको जेन्जी विद्रोहको यो BICC सम्मेलन केन्द्र संसद भवन प्रवेश गर्ने क्रममा दर्जनौं युवाहरूको छाती र टाउकोमा गोली हानिएको थियो। यही भित्रबाट हानिएका गोलीहरूले दर्जनौं जेन्जी विद्रोहीहरू, सडकमा शान्तिपूर्ण आन्दोलन गरेका जेन्जीहरूले ज्यान गुमाउनु पर्यो भने सयौंको सङ्ख्यामा घाइते भएका थिए। अश्रु ग्यास, लाठीचार्ज, ढुङ्गा मुढाको त बखान गरी साध्य छैन। कति धेरै विस्फोट भएको थियो। 24 गते यहीँबाट निस्केको धुवाँले सिङ्गो काठमाडौँको आकाशमा अहिले जसरी बादल लागेको छ, त्यसै गरी यो बानेश्वर आसपासको सिङ्गो आकाश बादलमय बनेको थियो। जेन्जी विद्रोह पश्चात भएको आम निर्वाचन र त्यो निर्वाचनबाट ताजा जनादेश लिएर आएको सरकारले यसलाई कसरी व्यवस्थापन गर्छ, कुन रूपमा यसलाई प्रयोग गर्छ? संसद भवन त सिंहदरबारभित्र नयाँ बनेर सुरु भइसक्यो, तर यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कुन प्रयोजनको लागि, कसरी, कहिलेदेखि यो सञ्चालनमा आउँछ भन्ने कुरा, यो विदेशीले बनाइदिएको राष्ट्रिय सम्पत्ति, यसलाई संरक्षण गरेर अगाडि बढाउनु, प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ होला। धन्यवाद।